टेक्निकल स्टुडेन्ट्स ब्याचलर्सको लागि चाहिँ के डकुमेन्ट चाहिन्छ भने 8 सम्म चाहिँ प्राइभेटमा गरेको, त्यसपछि चाहिँ गभर्मेन्टमा पढेकोहरूको लागि चाहिँ मात्र एप्लिकेबल छ यो। फर्स्ट अफ अल चाहिँ फर्स्टमा चाहिँ चाहिएको छ नेसनल आइडी कार्ड नम्बर र एउटा फोटो चाहिन्छ। अर्को चाहिँ पासपोर्ट साइज फोटो चाहिँ फर्म कसले भरिरहेछ त्यसको फर्म भर्नेको चाहिँ फोटो चाहिएको हुन्छ। अर्को चाहिँ सिटिजनसिपको चाहिँ फ्रन्ट साइज ब्याक साइड फोटो चाहिएको हुन्छ, सिग्नेचरको फोटो चाहिएको हुन्छ। अनि त्यसपछि एससिई एसएलसी 10th अथवा 10th भनौँ न, त्यसको चाहिँ ग्रेड सिट चाहिएको हुन्छ। अनि अर्को चाहिँ 12thको चाहिँ ट्रान्सक्रिप्टको फोटो चाहिएको हुन्छ। अर्को चाहिँ मधेसी दलित योहरूबाट चाहिँ योमा पनि फर्म फिलअप गर्नुहुन्छ भने त्यसको पनि प्रमाणित चाहिन्छ। अनि यो चाहिँ दुईवटा चाहिँ रेजिस्ट्रेसन नम्बर 10th र 12thको हरेकमा चाहिँ भेरिफाईको लागि चाहिन्छ नै।